हेर्दै पानी पनि पर्यो है। यहीँबाट चाहिँ माई पोखरीको नयाँ कुनामा दर्शन गर्नुबाट दर्शन गर्यो। हेलो एभ्रिवान, सेवाई नमस्ते सबैजनालाई। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र आज चाहिँ मैले धेरै महिनापछि लङ भ्लग लिएर आएको छु। के कस्तो हुनेछ लास्टसम्म हेरेर साथ दिनु होला। र अहिले चाहिँ हामीहरू कहाँ जाँदैछौँ भन्दा चाहिँ अहिले चाहिँ हामीहरू माई पोखरी दर्शन गर्न जाँदैछौँ। हामीहरू चाहिँ माई पोखरी जानु भनेर चाहिँ यता सुलुङ आएर बसेको थियौँ नि त। अनि त्यही भएर अहिले चाहिँ हामीहरू माई पोखरी दर्शन गर्न जाँदैछौँ साथीहरू। देख्न सक्नुहुन्छ घाम चाहिँ पुरा टन्टला पुर लागिरहेछ। हामीहरू चाहिँ गाडीमै जाँदा पनि हुन्थ्यो नि त, तर हामीहरू चाहिँ हिँड्दै हिँड्दै जाउँ रमाइलो हुन्छ गफ गर्दै गर्दै जाउँ भनेर चाहिँ हिँड्दै हिँड्दै आएको। हामीहरू चाहिँ घाम चाहिँ पुरा लागिरहेछ। के कस्तो हुनेछ माई पोखरीमा म तपाईँहरूलाई देखाउने छु, तर तपाईँहरूले चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला साथीहरू। देख्न सक्नुहुन्छ कति धेरै उज्यालो छ, आकाश त पुरै क्लियर छ। डाँडाको यस्तो चाहिँ हामी यो बाटो आएको हेर्न सक्नुहुन्छ। आकाश चाहिँ वाउ छ, यस्तो खतरा घाम लाग्छ कि। युट्युब आइडी नभए मेरो टिकटक आइडी छ गएर फलो गर्नु भनिदिइहाल्नु नि त, नाम पनि भनिदिइहाल्नु नि त। के छ फर्स्ट वान सर्च गरेर फलो गरिदिइहाल्नुहोस् है। ल ल ल पवित्र लेप्चा 06 अरे त्यहाँ पनि सब्सक्राइब हाले उयो गरिदिइहाल्नु, त्यहाँ पनि फलो गरिदिइहाल्नु टिकटकमा। यदि तपाईँहरू मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। म यस्तो टन्टलापुर घाममा यहाँनिर ब्लग बनाउँदै हिँड्दैछु हो त। गाइड सपोर्टै छैन, हेरेर पनि एक लाइक हान्नु सकिँदैन। त्यही त हेरेर मात्रै छोडिन्छ। तपाईँको पनि दादाको आइडी केही छ भन्नु? मेरो आइडी मेरो इलाम भ्लग्स विथ निरोज सब्सक्राइब गरिदिनुहोस् होला। भर्खर स्टार्टिङमा छु। युट्युब आइडी छ दादाको, टिकटक आइडी पनि भनिदिनु नि त। अनि टिकटक आइडी निरोज RAYE निरोज RAYE हानेर टक्क मेरो भाइरल टिकटक आइडी आइहाल्छ। सबैजनाले त्यहाँनिर फलो गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्नु होला। यहाँ हामी जस्तो दुःख गरेर तपाईँहरूको लागि भनेर हाम्रो लागि भनेर दुबईको लागि जान्छ। हाम्रो लागि होइन तपाईँहरूको लागि हो धेरै आजको होइन। हो त माई पोखरी कस्तो छ भनेर देखाउने हो। हो त हात दुखाइ यस्तो गर्मीमा कति प्रायले देखेको हुनसक्छ, कति प्रायले नदेखेको हुनसक्छ। हो देख्नु भएको छैन हाम्रो ब्लगको थ्रुबाट देख्नुहुन्छ, त्यही भएर सब्सक्राइब हान्नु चाहिँ नबिर्सिनु होला। अहिले चाहिँ हामी यहाँनिर देउराली आइपुग्यौँ। देउराली बजार कहाँ लाग्छ बजार दादा? यतैतिर लाग्छ। माघे गते मात्रै लाग्छ। यस्तो छ साथीहरू। ए हो शुक्रबार लाग्छ देउराली बजार। हजुर ए ए गसन उसको हो। ए ठुलो रहेछ नि त, हामीले पनि नदेखेको छौँ। ठुलो रहेछ नि त। हजुर को मान्छे हो? हो अहिले चाहिँ हामी देउराली बजार उकालो जाँदैछौँ साथीहरू। नाना दादाहरू जो पर हुनुहुन्छ। एकदमै धेरै घाम लाग्यो आज, त्यही भएर हिँड्न नसकेको अवस्था। अब कति मिनट लाग्छ दादा? 10 मिनट लाग्छ अब। दस 15 मिनटमा हामी माई पोखरी पुग्नेछौँ साथीहरू। म तपाईँलाई देखाउने छु। यस्तो राम्रो देखेर चाहिँ आकाश हेरौँ न, आकाश सँग चुचुरो डाँडामा। वाउ म चाहिँ यहाँनिर बसिरहेको छु, बाँकी चाहिँ परदेखि आउँदै हुनुहुन्छ।
घाम लागेर आज यस्तो गर्मी छ नि आमा फेरि तल त फेरि पुरा चिसो छ पानी पनि कति साह्रो चिसो अनि फेरि बेलुका त त्यस्तो साह्रो बस्न पनि नसकिने क्या यस्तो धेरै चिसो छ तल चाहिँ म त सोचेको थिएँ यस्तो धेरै चिसो हुन्छ चिसो त हुन्छ होला भने त यस्तो साह्रो चिसो हुन्छ होला भनेर सोचेको थिएन क्या चिसो हुँदो रहेछ तलतिर त अनि अहिले चाहिँ हामी हिँड्दै जान्छ हामी बिहानै गाडीमै जाने थियौँ कि अनि फेरि हिँड्दै हिँड्दै जाउँ रमाइलो हुन्छ भनेर हिँड्दै हिँड्दै हिँडेको आज फेरि घाम लागेर दादाले क्राउन बनाइदिनुहुन्छ लगाइदिइहाल्नु नि त लगाइदिइहाल्नु ओ माई गड This is for Queen. वाउ थ्याङ्क यू नाना हेर्नु न कस्तो राम्रो देखेको वाउ दादाले बनाउनु भएको यस्तो कसरी बुन्नु भयो त यो चाहिँ बुन्नु सजिलै हुन्छ माई गड यहाँ तिमी तिमी क्विन किङ म क्विन यहाँ किङ भर्सेस क्वीन यता हेर न यता ऊ चाहिँ किङ भाइ चाहिँ म चाहिँ क्विन उसले ट्याक्कै जान्थ्यो वा यता हेर न हौ यता यता हेर न भाइको क्वीन भयो भाइ चाहिँ किङ यस्तो गरे हुने रहेछ यहाँ वा कस्तो राम्रो हौ मलाई मन पर्यो अब फोटो खिच्नु नि पऱ्यो म किङ चेन्ज हिलो छ है अगाडि क्वीन क्विन फेरि हिलोमा बजारे हो अरे फेरि लुगा क्विनको फेरि यस्तो झन् फेरि होइन राम्रो बनाएको क्वीनले पनि वा कोही बनाएको दादा त्यो चाहिँ त्यो सिम्पल उसले नै उसले बनाएको उसकै ए राम्रो छ त राउन्ड यस्तो रमाइलो हुन्छ यस्तो रमाइलो हुन्छ तपाईँलाई के थाहा रुममा थेच्रिएर बसिरहनु भन्दा होइन न कहिले कहिले यसो घुम्नु निस्किनुपर्छ जस्तै कि हामी साँच्चै हो कि दादा त्यो बिटावट त्यो अलिकति त्यो मान्छेहरू त्यो काले धसिङ्गार हेर्ने माने भएर इलामकोहरू त म त के साह्रो राम्रै होइन केटाहरू पनि क्या के साह्रो गोरेन गोरे के साह्रो राम्रै के साह्रो सफा देखेको क्या मैले हिजो बिप्लाटेतिर त क्या झापातिर त हो नि मात्रै हुन्छ झापातिर त अब एक त फेरि त्यो धुलो फेरि बाटो बनाएको छ नि त अनि धुलो अनि फेरि मधेसीहरू छ नि त अनि धेरै जस्तो अनि म त नानालाई कुरा पनि गरेँ नाना इलामकोहरू त के साह्रो सफा देखेको यतातिरको मान्छेहरू त सफा सेतो र सेतो होइन गोरेन गोरे केटाहरू त्यस्तै राम्रै केटीहरू त्यस्तै राम्रीहरू हेन्सम हेन्सम केटीहरू पनि राम्रै राम्रै छ मतलब कतै सफा चिटिक्क देखेको क्या तर त धुलोले सकिँदैन नि त बिटाउन त इलाम पनि क्लिन सिटी इलाम हो नि त नामै कति घाम छ त्यो घामले पनि हो कि एक त अनि एक त त्यो धुलोले पनि हो क्या नाना यस्तो राम्रो लाग्यो म त जो कुरा पनि गरेँ जो हेऱ्यो त्यही राम्रो देख्यो भाइ मेरो आँखा यस्तो हो कि यहाँको मान्छे राम्रो हो के भन्छ नि एउटा त्यो ज्याकेटवाला खै के किसिमै देख्यो नि भन्ने एउटा छ नि त भाइहरू भएको थियो नि हौ त्यस्तै त साह्रै म त राम्रै देखेँ त्यो तल मान्छे त्यो अलिक काले काले हेर्ने माने भएर त सानो सफा गोरे न गोरे इलामको मान्छेहरूले मेरो भ्लग हेर्दै हुनुहुन्छ चाहिँ को हुनुहुन्छ त हाजिरमै हेन्छौँ मान्छेहरू हामी चाहिँ जाँदैछौँ सर अब त हावा चल्न थाल्यो चिसो चिसो है पोखरी हो भने यता देउराली भने यता कता जानु हुने मैले भिडियो लगाएको अझै त के कुन भाषा होला नि होइन नि तामाङ लामा भाषा नि लामा भाषा होला कस्तो हरिएर हेर न अब बुनु के गाल जाँदै अब चाहिँ हामी फेरि पुग्न आँट्यौँ साथीहरू फाइनली हिँड्दा हिँड्दा हामी चाहिँ आइपुग्यौँ हाई गरौँ न के छ मास्क लगाएको गरौँ न यस्तो चाहिँ पुलले घुम्दा नि हुन्छ
दुःख कष्ट हराउनु यहीँबाट चाहिँ यो माई पोखरीको नयाँ कुनामा दर्शन गऱ्यौँ यहीँबाट भाकल बुझ्यौँ यहीँबाट दर्शन गऱ्यौँ अब हामी फोटो खिच्ने गर्ने काममा व्यस्त रहन्छौँ हैन माई पोखरीमा त सबैको रक्षा गरौँ ठुलाएर अब हामी चाहिँ पूजा सम्पन्न गर्यौँ मैले आफै लगाएको सिधा लागेछ टिका त्यही फोटो खिच्नु लुगा सम्हाल्दा गाह्रो हुन्छ म बोलाउनु लागेको टीका के लिए थोड़ा यूज करेगा थोड़ा लेकिन जूठा है ना पानी पी लिया त यो पानीले गरौँ न भनेको तलको त्यो पानी झन् राम्रो हो नि त हामी चाहिँ यहाँनिर पूजा पनि गरिसक्यौँ पानी नै यसमा है हामी चाहिँ पूजा पनि गरिसक्यौँ र अब चाहिँ हामीहरू पार्क घुम्न जाँदैछौँ वाउ कस्तो राम्रो है बुनु आज लुगाले मलाई यस्तो हाल भएन यस्तो हिलो हिलो हुँदैछ लुगा फेरि सिमे लगाइरहेको छु कि सिमे म तपाईँलाई पछाडिको नजारा देखाइदिन्छु हजुर देख्न सक्नुहुन्छ पछाडिको भ्यू घरहरू के यस्तो पार्क रहेछ यहाँ चाहिँ राम्रो पर्छ नि दादा म त मन्दिर मात्रै होला भनेको वाउ कस्तो राम्रो नौवटा कुना छ नि दादा यहाँनिर दादा नौवटा कुना कस्तो राम्रो कमाएको फुल फुलिरहेको यहाँ वाउ माछा पनि छ तल लगेर माछालाई दिनुपर्छ यहाँबाट भेट्दैन कि हिमालय माउन्ट दिवे ल माछालाई मुरै पत्र आउँछ हेलो यता तल हिँड्नु सक्छ पेट पूजा गर्नु बाँकी नै छ कुताला पेट पूजा नै गर्नुपर्छ भोक लाग्यो जानुपर्ने हुन्छ हो यिनीहरू सबै नै फोटो खिच्दा अल्काको बारिस्ताको होइन हजुर तिम्रो मेसिनको कफी भन्दा अलिक छिट्टै कफी पाउँछ ए हो ल ठिक छ तिमीलाई पानी खुवाउँछु भन्न न अझै खाजा खानु पर्ने हुन्छ भोक लाग्यो अब चाहिँ घुम्दा खाजा खान आएको छु हामी चाहिँ चिसो खाना आँटेको भोक लागेर वाउ यस्तो चिसोमा यो कफी खानु पाउँदा होइन न यसरी घोले खानुपर्ने अरे एकदमै मिठो कफी छ माई पोखरी घुम्न आउँदाखेरि यहाँ खानु होला सबैजनाले अब यसलाई घोलेर खानुपर्ने हुन्छ हामीले
लोकेसन माइपोखरी के अरे माइपोखरी थकाली भान्साघर प्रोपाइटर निमदोर्जे शेर्पा यसो आउँदाखेरि भिजिट गर्नु होला के भन्छ गुराँसको अनि त्यसपछि चाहिँ किवी अनि के भन्नुभयो वाइन पाउँछ यहाँ चाहिँ पाइन्छ तपाईँहरू यहाँ भिजिट गर्नु होला मिठो मिठो कफी पनि खान पाइन्छ यसरी घोटेको कफी घोटेर बनाएको वाउ यदि तपाईँहरू कफी लभर हुनुहुन्छ भने यहाँनिर एकचोटि भिजिट गर्नु होला मिठो आज त बन्दैछ हाम्रो वाउ हाम्रो थुक्पा स्पुन पो छैन होला यो पनि पठाइदिनु यो त म खाने नि मैले खाइसकेको छैन चाक्दै बिस्तारै खाने हो एकचोटि राखेर त खानु केही हुँदैन पोर्कको होला कति स्पुन ए यहाँ रहेछ नि त डन्ठी अब अगाएर सम्झिन्छ वाउ पोर्क थुक्पा तपाईँलाई यसरी चिसो मगाउनु तातो थुक्पा खानु मन छ भने चाहिँ यता माइपोखरीतिर इलामतिर भिजिट गर्नु होला खायौँ ल हामी खायौँ ल ए मेरो यो ओके टिमुरको अचारसँग पोर्क थुक्पा खाजा पनि खाइसक्यो अब चाहिँ हामी लाग्छौँ यो चक्लेट मिठाई चाहिँ ऊ भाइले किनिदिएको है थ्याङ्क यू यहाँ हेर नाना ए 5 स्टार र चुप्पा चुप्पो ललिपप उसले किनिदिएको अब चाहिँ हामी मालाहरू किन्नु पर्ने छ मलाई जग्गी दादाले माला किनिसक्नु भएको छ माई गॉड अब हामी यहाँनिर यो किन्छौँ यसो यो मङ्गलसूत्र चाहिँ कालोमा कहिले पनि हुँदैन खालि रातो मङ्गलसूत्र भनेको त्यस्तो हेर्दा पानी पनि पर्यो अन्त खै त खाजा खाएर मात्र यहाँनिर मिठाई चक्लेट बोकेर यहाँ किन आएको पानी नै पर्यो कहाँ नाना क्लिप मैले रिङहरू के भएर जाँदै म त अघि किनिसकेँ पानी पर्यो साथीहरू पानी आज चाहिँ हामी फर्किँदैछौँ नेक्स्ट चाहिँ हामी गुगल पोइन्ट जाने भन्ने सल्लाह छ तर अब जान्छौँ जाँदैनौँ हुन्छौँ हुँदैनौँ अलिकति प्लानिङहरु सबैजनाको मिल्नुपर्छ छुट्टी हैन पुरा बसर लाग्यो नि त अनि अब फेरि पानीहरू परिरहन्छ त्यही त एकदमै धेरै इन्जोय भएको छ क्यान्सर कहिले यसो इन्जोय पनि गर्नुपर्छ घुम्नु फिर्नुपर्छ कामै मात्र गरिरहनु हुँदैन कामै मात्र गर्नु हुँदैन घरमा त बसिरहनु हुँदैन यसरी घुम्नुपर्छ हो क्या भन त भाइ हो मेरो पनि त्यही हो क्या एकदम काम गर्दा गदा जस्तो काम गर्ने खाँदा राजा जस्तो खाने घुम्दाखेरि जङ्गबहादुर राणा जस्तो घुम्ने आनन्द काम गर्दा गर्दा कहिले कहिले कस्तो निस्सास्ती जस्तो हुन्छ क्या दादा हो नि त्यो कामको प्रेसरले हुन्छ नि प्रेसरले गर्दा बरु यसरी आनन्द हिँड्यो भने त एक दिनमा फ्रेस हो नि त मुड त्यही भएर अहिलेदेखि होइन घुम्ने सल्लाह दिनको जिन्दगानी छ के छ हजुर सबैतिर घुमिराख्नुपर्छ अब अब हाम्रो लक्ष्य भनेको एकदमै इच्छा भनेको चाहिँ अप्पर मुर्साङसम्म पुग्ने छ तिलिचो तालसम्म पुग्ने छ तर हेरौँ अब समयले साथ दिन्छ दिँदैन पान्टार पनि जानु छ एकदिन पान्टार त गइन्छ हामीहरू घर फर्के त कस्तो भएको छ रमाइलो भएको भएन यस भेरी भेरी इन्जोइङ डे सबै घुमिसकेन भने इङ्ग्लिसमा आउँछ भर्खरै आएको कि युएसबाट होइन अमेरिकाबाट
तर आज साथै सबै घुम्न पाएन नि सबै घुम्न पाइयो सकिन हामीले नेक्स्ट टाइमलाई फेरि राखेको छौँ अब नेक्स्ट टाइम टार्गेट हाम्रो कहाँ छ भन्दिनु त नेक्स्ट टाइम टार्गेट हाम्रो गुगल पोइन्ट जुन चाहिँ हाम्रो रोङ गाउँपालिका 4 मा स्थित गुगल पोइन्ट छ त्यहाँ हामी जाने हाम्रो एकदमै प्लानिङ हुँदैछ हैन दिस इज नेक्स्ट तर त्यो यहाँनिर चाहिँ अब यो टिम सबैजना हुन्छौँ हुँदैनौँ टुङ्गो छैन भरसक सबैजना हुने प्रयास हामी गर्छौँ जारी छ म बाइक तर म बाइक भन्दैछु एउटा यहाँ हेर्नु न पानी परेको नानीले अस्ति मेरो पुरिएको थियो अर्कोमा पानी पर्यो साथीहरू पानी पर्यो फाइनली साथीहरू हामी चाहिँ घर पनि आइसक्यौँ पानीमा भिज्दै पानी चाहिँ एक्कासी पर्यो नि त धन्न हामीले चाहिँ पूजाहरू गरेर डुलेर सबै खाजाहरू खाइसकेर निस्केर कराउने बेलामा पानी पर्यो एक्कासी पर्यो र रहि पनि हाल्यो बाटोमा त अलिअलि सिमसिम पानी पर्यो तर नि केही छैन हिँड्दा गलेको थियौँ नि त अनि सिमसिम पानीमा भिज्नु पनि छुट्टै मजा छ त्यही भएर हामीहरू चाहिँ भिज्दै आयौँ अनि त्यसै लुगा पनि फेरि मैले त्यस्तै लगाएको थिएँ नि त अनि सम्हाल्न अलिकति गाह्रो भयो त्यही कारणले मैले लास्ट क्लिप चाहिँ निकाल्न साथीहरू तपाईँहरूलाई के कस्तो लाग्यो मेरो ब्लग कमेन्ट गर्नु होला यदि माई पोखरी भिजिट गर्नु भएको छैन भने पक्कै भिजिट गर्नु होला एकदमै रमाइलो छ त्यही नै अघि हेर्नुहोस् न म कति खुल्ला मौसम थियो मैले अघि ब्लग बनाउँदाखेरि अहिले हेर्नुहोस् न एकैछिन हुसे लागेको छ यहाँ चाहिँ एकैछिनमा घाम लाग्ने एकैछिन हुसे लाग्ने भइरहन्छ यहाँको मौसम चाहिँ एकदम कुल छ त्यही भएर बस्न पनि एकदम आनन्द छ त्यही नै साथीहरू मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै सबैजनालाई थ्याङ्क यू फर वाचिङ माई ब्लग